नेप्सेमा भर्खर मात्रै भएको यी 5वटा ठूला परिवर्तनहरू थाहा पाउनुभयो त? पहिलो ठूलो परिवर्तन, अब नेप्सेमा 24 घण्टा तपाईँले बाहिर सेल अर्डर हाल्न मिल्नेछ। पहिले भने यो समय 11 बजेदेखि 3 बजेसम्म मात्र तपाईँलाई चाहेको स्टकमा बाहिर सेलको अर्डर हाल्न मिल्थ्यो भने अब चाहिँ 24 आवर तपाईँले आफूलाई चाहेको स्टकको अर्डर हाल्न सक्नुहुनेछ। अर्को ठूलो परिवर्तन, पहिले कुनै पनि एउटा स्टकको मूल्य अधिकतम एक दिनमा 10% बढ्ने वा घट्ने हुन सक्थ्यो भने अब त्यसलाई बढाएर 15% बनाएको छ। अब कुनै पनि एउटा स्टकको मूल्य एक दिनमा 15% वात्तै बढ्न पनि सक्छ र 15% तल आउन पनि सक्छ। र तेस्रो परिवर्तन, पहिले सेयरको हाई लो प्राइस 2% मात्र सीमित हुन्थ्यो भने अब त्यसलाई पनि बढाएर 3% बनाइने भएको छ। ठूलो परिवर्तन, जहाँ पहिले प्री ओपन सेसनमा 2% मात्र सेयरको प्राइस बढाउन अथवा घटाउन पाइन्थ्यो भने अब त्यसलाई पनि 5% गराइने भएको छ। शेयर बजारमा भएको पाँचौं र सबैभन्दा इन्ट्रेस्टिङ चेन्ज भने सर्किट ब्रेकर सम्बन्धी रहेको छ। देखि यदि शेयर बजार एक दिनमा 5% ले बढ्यो अथवा घट्यो भने पहिलो सर्किट ब्रेक लाग्नेछ 15 मिनेटका लागि र उक्त ब्रेक सकिएपछि फेरि पुनः बजार सुचारू भइसकेपछि यदि त्यो वृद्धि दर अथवा घट्ने दर 8% पुग्यो भने त्यस दिनका लागि फेरि दोस्रो सर्किट ब्रेक लाग्नेछ र त्यस दिनका लागि शेयर बजार बन्द हुनेछ। पहिले यो 4%, 5% र 6% गरेर सर्किट ब्रेक लाग्ने गर्थ्यो। यी सबै परिवर्तनहरू नेप्सेमा यही वैशाख 7 गतेदेखि लागू हुनेछन् र तपाईलाई यी परिवर्तनहरू कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनु होला। र यस्तै जानकारीमूलक भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र साथमा रहेको बेल आइकन पनि थिच्न नभुल्नु होला।